गुड मर्निङ गाइज, गुड मर्निङ फ्रम तातोपानी। यो चाहिँ हामी बसेको होटल है। अब हामी यहाँ सबिनलाई ब्रस गर्दै विष्णु सरकार यहाँ पुरा मुख धुँदै हो, पुरै एकदम फ्रेस वाटरले। अनि यहाँ चाहिँ हाम्रो बाइक छ अनि यो चाहिँ हाम्रो होटल टक्क लाएर सिधैले त्यहाँ चाहिँ छ भोटेकोसी। त्यो चाहिँ भोटेकोसी भयो। हाम्रो भाइ त्यहाँ छ, भाइ आयो। अनि यहाँ पुरै यहाँ हाम्रो लुगा यो दर्दमा भिजेर हिजो रातिको यो सब सुकाएको लुगा सबै हाम्रो नै हो। हामी यहाँ छौँ। अब आज के हुन्छ त, ल कतिखेर काठमाडौँ पुगिन्छ, तातोपानीमा गएर नुहाइन्छ कि नै म सबै देखाउने नै छु। गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ साथी। हेलो गाइज, हामी चाहिँ तातोपानीमा नुहाइधुवाइ गरेर सक्यो। विष्णु एकदम तातो पानी, शिवरात्रिको दिन तातोपानीमा ल भयो होइन नि, होइन मौसम कस्तो लाग्यो त यहाँको तातो पानी त मै हट्छु नि। अब तातोपानीमा नुहाइयो होइन। अब एकछिन यहाँ शिवको दर्शन गरेर यसो शिवरात्रिको दिन ह्याप्पी शिवरात्रि अलखी गाइज। यहाँ चाहिँ नुहाउने ठाउँ भयो। यहाँ चाहिँ यो नुहाउने ठाउँ हो। यहाँ चाहिँ 50 रुपियाँ पर पर्सन टिकट। अनि बाथटब पनि छ है यसमा। हाम्रो यो चाहिँ शिवजीको मूर्ति भयो। एज यु क्यान सी दामी छ। ओ हेलो हेलो बटे। अब हामी चाहिँ यहाँ शिवजीको शरणमा आएको छौँ आज शिवरात्रिको दिन। As you can see, भोटेकोसी over here. हामी छ है त, दर्शन गरौँ पनि भेटौँला है त गाइज। आज चाहिँ अब हामी फाइनली हिँड्न लाग्यौँ। हाम्रो अबको यात्रा यसो तातोपानी बोर्डर हेरौँ कस्तो छ। हाम्रो नेपाल चाइना बोर्डर भन्नेमा लाग्दैछ। हाम्रो बुढो बाइक बल्ल पानी सानी टिकट पक्का गएर बल्ल स्टार्ट भएको छ राम्रोसँग। बाइक पनि बुढो, मान्छे पनि बुढो। हाम्रो चाहिँ यङ राइडर हुनुहुन्छ यता चाहिँ एकदमै रिसाउनुहुन्छ बेला बेला चाहिँ होइन। यस्तो गरेर हेर्नु पाउँछ। तातो नामअनुसारको पानी आउँछ। भोटेकोसी राति राम्रोसँग देखिएको थिएन। पहाडको सानो बाटो हो। एकदमै स्वच्छ कञ्चन पानी हुन्छ नि छ। बाटो चाहिँ धेरै असर पनि रहेछ। अविरल बगिरहने भोटे
हामी तिमी र म हाम्रो बुढो बाइक आउँदैछ। पावर कति छ आज बाइकको हेर्नुपर्ने छ र हाम्रो ड्राइभरले खलासी उतारेको छ। अब हाम्रो त्यहाँबाट सक्सेसफुल पर्सन, भेरी भेरी सक्सेसफुल पर्सन। कस्तो छ क्लच, कस्तो भइरहेछ? फिलाएन, मजा आएन। हिजोकै जस्तो सर लाग्छ। बन्द गरेपछि बन्दको बन्दै हुन्छ हाम्रो बाइक चाहिँ। फेरि यहाँ ठेल्न पर्ने अवस्था। यो बाइक एकदमै टेन्सन दिन्छ। जा अब मौसम ठेल। है बल्ल तल बिहान ठेलेर स्टार्ट गरेको। हाम्रो ड्राइभर साहबले फेरि बन्द गरिदिनु भयो। ल भेरी भेरी सक्सेसफुल पर्सन। चाहिँ हामी पारिपाटी हेर्दा ठ्याक्कै हामी चाइना पुग्न लागेको देखिन्छ, किनकि बिल्डिङ पारी बिल्डिङ ठ्याक्कै हेर्दैमा ठुलो बिल्डिङ देखिन्छ होइन। त्यो भिडमा पनि ठुलो बिल्डिङ देखिनु भनेकै हामी अब चाइनाको वरिपरि छौँ भने देखिन्छ। हाम्रो ठ्याक्कै छुट्टिन्छ। त्यो भिडमा पनि कत्रा कत्रा बिल्डिङ बनाएका छन्। फर्स्ट लुक अफ तातोपानी बोर्डर्स। पारी चाइना होला बारी भयो। युनिभर्सिटी गाडी साइडबाट बन्द गरे। त्यो एउटा पुलसम्म पनि जाने ठाउँ छैन। चाहिँ यतिबाट अब फर्किन्छ होला। अन्त छ त के हुन्छ माथिको चाहिँ चाइनाको हिमाल भयो। माथि देखेको चाहिँ चाइनाको चाहिँ अब काठमाडौँतिर लाग्दैछौँ। यसो यो बाइकलाई अलिकति उपचार खर्च गरेर अनि हामी लाग्ने भन्ने हाम्रो प्लान छ। उहाँ चाहिँ एकदमै हालेर बिजी हुनुहुन्छ। उहाँ एकदम मोबाइलमा आयो भने केही हेर्नुहुन्न। अब उहाँ पनि रेडी हुनुभयो। उहाँ त अल टाइम रेडी हो। उहाँको त कुरै छोडिदिउँ। हामी कुन बाटो आएको थियौँ यार केही देखेको छैन। यहाँ माथि मन्दिर सन्दिर जस्तो मलाई सुना दामी बनाएको त्यो हो। हामी चाहिँ अब फर्किँदैछौँ। फर्किने कार्यक्रम सुरु।
बाइक यहाँ बिग्रेर हामी बाइक बनाउँदैछौँ क्लच प्लेट गएको छ हाम्रो बुढो बाइकको यो छ हाम्रो अर्को बाइक मौसमजी ल कस्तो छ त अब बाइक बन्छ अब खुसी हो नि होइन म्याक्स टाइगर खाम ज्यान बचाउँ हामी चाहिँ चाकु भन्ने ठाउँमा छ मैले घुमघाम गरेर ए दरबार मागमा छ बाइक साइक बनाएर निस्केको बाइक बन्यो बनाउँदाखेरि अलिक पैसा बढी खायो त्यही भएर हाम्रो यहाँ ड्राइभर अलिकति मायुस हुनुहुन्छ त्यसो ड्राइभर के भन्नुहुन्छ यस विषयमा म नबोलौँ आज बोल्न सकेको छैन मेरो प्यासेन्जरलाई सोध्नु सहचालकलाई शौचालय चाहिँ कस्तो हुँदैछ यो मैले चाहिँ हामी यो बन्देउ भन्ने ठाउँमा छ अनि अब यो चाहिँ चियासा खाने अलिकति पेट पूजा गरेर बाइकको पूजा सक्यो अब हाम्रो यसो पेट पूजा गरेर निस्किने भन्ने हाम्रो प्लान छ हेलो गाइस फाइनल्ली हाम्रो अब भैरवकुण्ड यात्रा चाहिँ यहीँ समाप्त भयो भन्न चाहन्छु होइन अब ट्याक्क अब ल सबै दाइ भनिदिनु हजुरको एक्सपिरियन्स एकदमै रमाइलो कहिलेकाहीँ यसो अलिअलि शान्ति न तनाव त्यही भएर हजुरले के दिनुहुन्छ त प्रतिक्रिया के दिनुहुन्छ मान्छेहरूलाई प्रतिक्रिया जाने होइन एडजस्ट अलिकति गर्दै जाने हो हात्तिनु भएन हजुर अलिअलि कहिलेकाहीँ दिमागले काम लिनु पऱ्यो ल मौसम सर तपाईँको पनि 2 शब्द जस कस्तो लाग्यो के भयो म त डिप्रेसन मुक्त हुनु गएको डिप्रेसन भएर आएँ किन त्यस्तो भयो विष्णु दाईको कारणले गर्दाखेरि ल अनि ओभरअल सबै ट्रिप रमाइलो भयो नि है एकदम बवाल भनेर सोचिरहँदा एकदम राम्रो भयो अनि ठाउँ कस्तो लाग्यो ठाउँ त एकदम बवाल मेरो इन्स्टामा फलो गरेर ट्याक्क देख्नुहुन्छ कस्तो ठाउँ छ इन्स्टाग्राम मलाई त्यहाँ पठाउनु अनि हेलो सर कस्तो लाग्यो हजुरलाई एकदम रमाइलो तनाव पनि अलिअलि थोडा थोडा से त के भन्नु थोडा नै बडा से तनाव हो गया अरू ठाउँ कस्तो लाग्यो त ठाउँ रमाइलो थियो तर के गर्नु हल्का पानी पर्यो हल्का बाइक बिग्रियो अब त्यो अप्स डाउन त भइहाल्छ नि होइन अब ल है त यति भन्दै टक्क यो भ्लगलाई यहीँ इन्ड गर्न चाहन्छु अब सजेसनहरू यस्तै छ जस रमाइलो नै थियो ठाउँ चाहिँ एकचोटि जाँदा हुन्छ सो स्टे ट्युन फर एनदर ब्लग बाई बाई